शालिग लगायत यहाँनिर हाम्रो पोखरा सुन्दर पोखरा बनाउनको लागि के गर्नुपर्छ बाबुको भ्यूमा? मेरो भ्यूमा चाहिँ अब हेर्नुहोस्, नामचलेको धेरै ठाउँ छ। पोखरा भन्ने बित्तिकै अब नेपाल, पोखरा भन्ने बित्तिकै नेपाल त त्यहाँ समावेशै हुन पर्यो। हजुर हजुर। नेपाल भन्ने बित्तिकै पोखरा पनि आइहाल्छ। अनि अब धेरै जसो नाम चलेको ठाउँहरूमा चाहिँ एकदम व्यवस्थित राखिदिएपछि अब हाम्रा घुम्न आउने पर्यटकहरूले पनि यो ठाउँ चाहिँ राम्रो रहेछ है, मैले अब आफ्नो देशमा गएर अरूहरूलाई नि भन्न सक्छु र अरूहरू पनि आउँछन् र नेपालको सुन्दरता सबैले निहाल्न पाउँछन् भन्ने मेरो मान्यता हो। वाह वाह वाह, गुड, एकदम राम्रो राम्रो। ल फेरि पनि राम्रो पढ्नु बाबु है, राम्रो कोसिस। हेलो नमस्ते अनि सम्पूर्ण म छ्याजलो म राजन, नयाँ ब्लगमा हार्दिक स्वागत गर्दै म अहिले यो सहारा टोल भन्छ, वार्ड नम्बर 9 पर्दछ। यो हङकङ बजारको चाहिँ छेउबाट बोलिरहेको छु। यहाँनिर चाहिँ केही समय अगाडि पोखरा महानगरपालिकाले यहाँनिरको यो सरकारी जग्गामा स्थित यहाँ विभिन्न सङ्घ संस्थाका भवनहरू थियो होइन, कार्यालयहरू बनाएको थियो, यहाँ फ्याँकिएको थियो, यो हटाएको थियो। अहिले यस्तो अवस्थामा छ। यहाँनिर अहिले यो हटाएर चाहिँ एकदमै खुल्ला बनाएको छ। अब यो हङकङ, पोखरा हङकङ बजार यथा स्थितिमै छ। र यहाँबाट हामी चाहिँ माथि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्लस सनराइज ड्राइभर इन्स्टिच्युट हुँदै हामी माथि यता नयाँ बजार निस्किन सक्छौँ। यो बाटो यो पर्खला चाहिँ यसको पछाडि चाहिँ यातायातको कार्यालयहरू भयो। अहिले म बस पार्क क्षेत्रमा छौँ। यो तरिकाले यहाँनिर चाहिँ यहाँको यो टहरहरू संरचनाहरू सबै फालेर चाहिँ अहिले यसरी सम्माएको छ र गाडीहरू यसरी पार्क गरेको छ। धेरै खुल्ला देखिरहेको छ, धेरै राम्रो देखिरहेको छ होइन। तर यो पञ्चरत्न ओइल पम्पको चाहिँ घर भयो, यो कुनै पनि यो वालहरू फ्याँकिएको छ अवस्था छैन यहाँ। अरू यतापट्टि यो उताको भनौँ या यो वास्तोला कम्प्लेक्स भनेर चाहिँ एकदमै त्यो पनि यसरी हटाएर चाहिँ त्यहाँनिर चाहिँ सम्माएको छ। सबै फोहोरहरू फालिसकेको छ तर केही बनेको छैन, अहिले सम्माएको छ होइन, यसरी चाहिँ छोडिएको अवस्था छ। र यो तलतिर यो सुकुम्बासी एरिया हो। यस्तै छ यहाँनिरको अवस्था। यो जब फ्याँकियो, जब यहाँबाट चाहिँ यो संरचना अस्थायी संरचनाहरू हटायो र त्यो हटाइसकेपछि यसलाई सम्मायो, यहाँको फोहोरहरू फालियो, त्यो पछि केही गरिएको अवस्था छैन। यो वास्तोला कम्प्लेक्समा त यहाँनिर त फोहोर पनि फालिएको अवस्था छैन। यस्तो छ, सबै यस्तो छ। यतापट्टि यो तल सबै सुकुम्बासी एरिया हो। सुकुम्बासी एरिया त केही पनि गरेको छैन, किनकि कुनै पनि तयारी बिना यसरी हटाउन मिल्दैन होइन। यसरी चाहिँ बस पार्क ठुलो क्षेत्र देखिरहेको छ, खुल्ला देखिरहेको छ। यस्तो यो छ अवस्था। हजुर नमस्ते। नमस्कार, मेरो नाम सुशान्त भट्टराई। हजुर, मेरो नाम आकाश चौस्ने। ए अहिले पढाइ हुँदैछ? हजुर। अझ ट्युसन हो अहिले बिहान? हजुर, अब यस्तो भयो हाम्रो अब यो हाम्रो अब फ्राइडेमा पनि हुन्छ, अनि शनिबारमा छुट्टी गर्न भन्दा शनिबारमा पनि गरिदिएपछि हामीलाई यो शनिबारको दिन पनि पुरै हुने भयो, अनि भोलिको दिन पनि पुरै हुने भयो भन्ने हामी त्यो मान्यताले गरेको आज चाहिँ ट्युसन। भोलि चाहिँ छुट्टी हुन्छ। भोलि छुट्टी हुन्छ सन्डेमा? हजुर हजुर। पढाइ कस्तो हुँदैछ? पढाइ एकदम राम्रो छ। हो, 10 क्लासमा हो नि? हजुर। कस्तो छ स्कुल, कस्तो छ स्कुलको नाम भनिदेऊ न। स्कुलको नाम अमरसिंह सेकेन्डरी स्कुल हो। इङ्ग्लिस मिडियम हो कि नेपालीमा? हामी नेपाली मिडियम। ठिक छ नि, राम्रो छ नि है? एकदम राम्रो छ। ओके, राम्रो पढ्ने है। हजुर। अनि अहिले हामी चाहिँ अमरसिंह चोकबाट बोलिरहेका छौँ। अहिले यो कस्तो लागिरहेछ बाबु, यो हटाएर यहाँको यो हटाउँदा चाहिँ एकदमै राम्रो अनि व्यवस्थित देखिएको छ। हजुर। पहिला यहाँ अमरसिंह चोकबाट हिँड्दा पनि यो त अमरसिंह चोक हो, अलिकति राम्रो हुनुपर्ने, धेरै नाम चलेको भन्ने, अनि अमरसिंह थापाको स्मृतिमा पनि बनाइएको यो ठाउँ, अनि यो अलिकति व्यवस्थित हुनुपर्ने भन्ने जस्तो मान्यता हो। अनि त्यही मान्यता राखेर नै यहाँ अहिले यस्तो गर्नुभएको हो। यो हटाएपछि एकदमै राम्रो देखिरहेछ, खुल्ला देखिरहेछ होइन? हजुर। हुन त क्षेत्र यो स्कुलको हो भए तापनि
यहाँनिर यो अमरसिंह चोक छ होइन, यहाँनिर चाहिँ शहीद अमर थापाको चाहिँ यहाँनिर शालिग राख्यो भने होइन। पहिला थियो तर अहिले अब यो बाटो बनाउने भनेरै फुटालेको होला अब। ए हजुर हजुर अब यहाँ अब एउटा व्यवस्थित ढङ्गले फेरि नयाँ शालिग पनि बन्छ जस्तो मलाई लाग्दैछ। हजुर हजुर हो गुड हो। पनि एकचोटि अब त्यो शालिग लगायत यहाँनिर हाम्रो पोखरा सुन्दर पोखरा बनाउनको लागि के गर्नुपर्छ बाबुको भ्यूमा? मेरो भ्यूमा चाहिँ अब हेर्नुहोस्, नाम चलेको धेरै ठाउँ छ। पोखरा भन्ने बित्तिकै अब नेपाल, पोखरा भन्ने बित्तिकै नेपाल त त्यहाँ समावेशै हुन पर्यो। हजुर हजुर। नेपाल भन्ने बित्तिकै पोखरा पनि आइहाल्छ। अनि अब धेरै जसो नाम चलेको ठाउँहरूमा चाहिँ एकदम व्यवस्थित राखिदिएपछि अब हाम्रा घुम्न आउने पर्यटकहरूले पनि यो ठाउँ चाहिँ राम्रो रहेछ है, मैले अब आफ्नो देशमा गएर अरूहरूलाई नि भन्न सक्छु र अरूहरू पनि आउँछन् र नेपालको सुन्दरता सबैले निहाल्न पाउँछन् भन्ने मेरो मान्यता हो। वाह 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 गुड, एकदम राम्रो राम्रो। ल फेरि पनि राम्रो पढ्नु बाबु है, राम्रो कोसिस गर्नु बाबु। थ्याङ्क यू, धन्यवाद। ल थ्याङ्क यू थ्याङ्क यू। पृथ्वी हाइवे यहाँबाट चाहिँ हामी पूर्व लाग्यो भने काठमाडौँ लागिन्छ। यहाँनिर यो बाबुहरूले भनेको चाहिँ यहाँहरू चाहिँ अमरसिंह स्कुलको स्टुडेन्टहरू, उहाँहरूको सोच कस्तो भने यहाँनिर यो अमरसिंह चोकमा अमर थापा, शहीद अमर थापा होइन को उहाँको शालिग राखिदियो भने कति राम्रो हुनेछ। पहिला थियो अरे, पहिला थियो मलाई पनि थाहा छ होइन। अहिले यहाँनिर यो बाटो बनाउँदा चक्लाउँदा यो नयाँ बाटो बनाउँदा यो हटाएको छ। अब सायद पक्कै पनि यो अमरसिंह थापाको यहाँ शालिग राख्ने छ र राम्रो भन्ने छ भन्ने मन गरौँ। अब यो देखेको सम्पूर्ण चाहिँ अमरसिंह स्कुलको जग्गा हो यो होइन। यहाँनिर यो बारेको टिनले पारेको भित्रपट्टि हर साल यहाँनिर पोखरा मेला होइन, पोखरा मेला लाग्ने गर्दछ। यो जग्गामा यहाँनिर चाहिँ यसरी चाहिँ पुरा खुल्ला भएको छ। अब कतिपयले भन्नुहुन्छ यहाँनिर चाहिँ सिटी बसहरूको पार्किङ बनाउने भन्ने नि सुनेछु, सिटी बसको पार्क। कतिपयले भन्नुहुन्छ यहाँनिर चाहिँ होइन बाटो चक्लाउने हो, यहाँनिर त चक्लाउने यो जग्गा, अब यतापट्टि स्कुलले चाहिँ आफ्नो कम्पाउन्ड गर्नुहुनेछ भन्ने पनि भन्नुहुन्छ। अब ठ्याक्कै हामीलाई थाहा छैन, तर पोखरा महानगरपालिकाले केही न केही सोच राख्नुभएको छ, केही न केही बनाउने हुनेछ भन्ने आशा राख्दै, यदि हजुरहरूलाई यहाँनिर के बन्दैछ के गर्दैछ भन्ने कुरो जानकारी छ भने पक्कै पनि कमेन्ट गर्नु होला भन्न चाहन्छु। ल हुन्छ हस् त। ओके, आज बिहानै मैले चाहिँ पोखरा हङकङ बजार क्षेत्र र पोखरा बस पार्क क्षेत्र अति नै हाम्रो चाहिँ पोखराको चाहिँ मुटु भनौँ, पोखरा बस पार्क क्षेत्र र यो अमरसिंह क्षेत्रको जति पनि यो अस्थायी टहरहरू थियो यहाँनिर चाहिँ टहरहरू फालिएर चाहिँ अहिले खुल्ला ठाउँ बनाएको छ। यो ठाउँको अवस्था कस्तो छ त आजको दिनसम्म भन्ने म अपडेट देखाउनलाई चाहिँ तपाईँहरूलाई चाहिँ म चाहिँ यो छोटो भिडियो बनाएको। तपाईँहरूले प्लिज प्रतिक्रिया गर्नुहोला, कमेन्ट गर्नुहोला। मैले चाहिँ आजको अवस्था के कसो छ सबै देखाएको छु फिल्डमा गएर होइन। अहिले यो अमरसिंह चौरबाट म बोलिरहेको छु भन्न चाहन्छु। हामी सबैले मेरोबाट चाहिँ र हामी सबैको कामना छ यो जति पनि हटाएको संरचना हटाएको यो खाली ठाउँहरू छ छिटोभन्दा छिटो जो प्लानिङ गरेको छ, त्यो प्लानिङ गरेको योजना बनाएको छ, त्यो योजना अनुसारको कामहरू चाहिँ होस् भन्न चाहन्छु भन्दै आजको चाहिँ यो भिडियोलाई चाहिँ म यहाँ अन्त गर्दछु। प्लिज कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। हस् त, अहिलेलाई म बित्न चाहन्छु। पोखरा अहिले शीतल भइरहेको छ, पानी परिरहेको छ है। ल हुन्छ, अहिलेलाई म बित्न चाहन्छु। नमस्ते, अर्को भिडियोमा भेटौँला। नमस्ते, साझा, बाई 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 बाई।